ल हाम्रो पुरा भलिबल खेलाडीहरू सुशान्त अनि भलिबल भनेर उ गर्ने हो के एकछिन के भयो अरे अनुभव के भयो र भलिबलको नियम तोड्दै लत्ती लान पर्दैन हातले खेल्दै नियम तोड्दै ए नियम तोड्दै खेल्दा उ तो आज भुइँमा झुकेर त झुकेर भन्दा झुकेर भन्दा हाने गाले खै हाने चान्स नदिनु अहिले अलि यहाँ छ फुलबारीमा नाइ छ न अलि घ्याउ भलिबल खेल्नु हुँदैछ यहाँ 3 जना 2 जना दर्शकहरू हेर्नु हुँदैछ भलिबल खेलेको